नमस्कार साथीहरू। सधैँ जस्तो आज पनि हामीले लोकसेवाका विभिन्न परीक्षाहरूमा बारम्बार दोहोरिएका विभिन्न क्षेत्रका महत्त्वपूर्ण जीके क्वेसन एन्सरहरूको सेट लिएर आएका छौँ। त्यसैले यदि तपाईँ पनि लोकसेवाले लिने कुनै पनि परीक्षाको तयारी गर्दै हुनुहुन्छ अथवा कुनै पनि सरकारी तथा गैर सरकारी संस्थाहरूको लिखित अथवा मौखिक परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने पनि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यति भन्दै अब सुरु गरौँ आजको पहिलो क्वेसनबाट। आजको पहिलो क्वेसनमा सोधिएको छ, नेपालको हालको राष्ट्रिय गान कहिले सार्वजनिक गरिएको हो? अनि यहाँ तपाईँको लागि विभिन्न 4वटा अप्सनहरू दिएको छ। अप्सन एमा दिएको छ विक्रम सम्वत 2064 साउन 18 गते र बी विक्रम सम्वत 2064 भदौ 18, सी विक्रम सम्वत 2064 असोज 18 र अप्सन डी विक्रम सम्वत 2064 कार्तिक 18 भनेर दिएको छ। कुन होला त करेक्ट आन्सर? गेस गर्नुहोस् है त। करेक्ट आन्सर हुन्छ अप्सन ए विक्रम सम्वत 2064 साउन 18 गते। नेपालको हालको राष्ट्रिय गान विक्रम सम्वत 2064 साल साउन 18 गते सार्वजनिक गरिएको थियो। त्योभन्दा पहिले चाहिँ नेपालको राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति भन्ने रहेको थियो। त्यस्तै आजको दोस्रो क्वेसनमा ध्यान दिनुपर्दा झुमरा नाच कुन जातिसँग सम्बन्धित नाच हो भनेर सोधिएको छ। अनि अप्सनमा दिएको छ विभिन्न 4वटा जात जातिहरूको नाम। अप्सन एमा लिम्बू, बी नेवार, सी थारू र अप्सन डीमा तामाङ भनेर दिएको छ। कुन होला त करेक्ट आन्सर साथीहरू? करेक्ट आन्सर हो अप्सन सी थारू। झुमरा नाच थारू जातिसँग सम्बन्धित नाच हो। नेक्स्ट क्वेसन, भुटान भ्रमण गर्ने पहिलो नेपाली प्रधानमन्त्री को हुन्? अनि अप्सनमा विभिन्न 4वटा पूर्व प्रधानमन्त्रीहरूको नाम दिएको छ है त। अप्सन एमा कृष्णप्रसाद भट्टराई, बी कीर्तिनिधि बिष्ट, सी बीपी कोइराला र अप्सन डीमा सूर्यबहादुर थापा। कुन होला त करेक्ट आन्सर? गेस गर्नुहोस् है त। हजुर साथीहरू, यसको चाहिँ करेक्ट आन्सर हुन्छ अप्सन डी सूर्यबहादुर थापा। भुटान भ्रमण गर्ने पहिलो नेपाली प्रधानमन्त्री सूर्यबहादुर थापा हुनुहुन्छ। त्यस्तै आजको चौथो नम्बर क्वेसनमा सोधिएको छ अपराधीलाई नगद दण्ड तिराउने चलन चलाउने राजा को हुन्? अनि अप्सनमा दिएको छ विभिन्न 4वटा राजाहरूको नाम। अप्सन ए बहादुर शाह, बी जयस्थिति मल्ल, सी प्रचण्डदेव र अप्सन डीमा प्रताप मल्ल भनेर दिएको छ। कुन होला त करेक्ट आन्सर? गेस गर्नुहोस् है त। हजुर साथीहरू, तपाईँले सही गेस गर्नुभयो। यसको चाहिँ करेक्ट आन्सर हुन्छ अप्सन बी जयस्थिति मल्ल। नेपालमा अपराधीलाई नगद दण्ड तिराउने चलन चलाउने राजा जयस्थिति मल्ल हुन्। नेक्स्ट क्वेसन, आजको 5औं नम्बर क्वेसनमा सोधिएको छ अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापना कहिले भएको हो? अनि अप्सनमा दिएको छ विभिन्न 4वटा डेटहरू। यो डेट चाहिँ सबै इस्वी सम्मतमा दिएको छ है त। अप्सन ए सन् 2002 अप्रिल 1, बी सन् 2002 मे 1, सी सन् 2002 जुन 1 र अप्सन डीमा सन् 2002 जुलाई 1 भनेर दिएको छ। कुन होला त करेक्ट आन्सर? गेस गर्नुहोस् है त। हजुर साथीहरू, तपाईँले एकदम सही गेस गर्नुभयो। यसको चाहिँ करेक्ट आन्सर हुन्छ अप्सन डी सन् 2002 जुलाई 1 तारिक। अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापना चाहिँ सन् 2002 जुलाई 1 तारिक भएको थियो। नेक्स्ट क्वेसन, ओलम्पिक सङ्ग्रहालय कुन देशमा रहेको छ? अनि तपाईँका लागि अप्सन दिएको छ विभिन्न 4वटा देशहरूको नाम। अप्सन ए स्विजरल्यान्ड, बी क्यानाडा, सी फिनल्यान्ड र अप्सन डीमा बेलायत। कुन होला त करेक्ट आन्सर? गेस गर्नुहोस् है त। यसको चाहिँ करेक्ट आन्सर हुन्छ अप्सन ए स्विजरल्यान्ड। ओलम्पिक सङ्ग्रहालय स्विजरल्यान्डमा स्थापना गरिएको छ। नेक्स्ट क्वेसन, दनुवार जातिको मुख्य बसोबास कुन जिल्लामा रहेको छ? अनि अप्सनमा दिएको छ नेपालका विभिन्न 4वटा जिल्लाहरूको नाम। अप्सन ए नुवाकोट, बी झापा, सी सिन्धुली र अप्सन डीमा कैलाली। कुन होला त करेक्ट आन्सर? गेस गर्नुहोस् है त। हजुर साथीहरू, तपाईँले एकदम सही गेस गर्नुभयो। यसको चाहिँ करेक्ट आन्सर हो अप्सन सी सिन्धुली। दनुवार जातिको मुख्य बसोबास सिन्धुली जिल्लामा रहेको छ। नेक्स्ट क्वेसन, दोस्रो विश्वयुद्धपछि स्थापना भएको विश्व प्रसिद्ध संस्था कुन हो? अनि अप्सनमा दिएको छ अप्सन ए संयुक्त राष्ट्रसङ्घ, बी सार्क, सी युरोपेली युनियन र अप्सन डीमा नेटो। कुन होला त करेक्ट आन्सर? गेस गर्नुहोस् है त। हजुर साथीहरू, तपाईँले एकदम सही गेस गर्नुभयो। यसको चाहिँ करेक्ट आन्सर हुन्छ अप्सन ए संयुक्त राष्ट्रसङ्घ। दोस्रो विश्वयुद्धपछि स्थापना भएको विश्व प्रसिद्ध संस्था चाहिँ संयुक्त राष्ट्रसङ्घ हो।
नेक्स्ट क्वेसन, बाँदर मार्ने जालमा लास बेरेर गाड्ने चलन कुन जातिमा रहेको छ? अनि अप्सनमा दिएको छ विभिन्न 4वटा जात जातिको नाम। अप्सन एमा मुसलमान, बी तामाङ, सी राउटे र अप्सन डीमा चेपाङ भनेर दिएको छ। कुन होला त करेक्ट आन्सर? गेस गर्नुहोस् है त। हजुर साथीहरू, तपाईँले एकदम करेक्ट गेस गर्नुभयो। यसको चाहिँ करेक्ट आन्सर हुन्छ अप्सन सी राउटे। बाँदर मार्ने जालमा लास बेरेर गाड्ने चलन चाहिँ राउटे जातिमा रहेको छ। साथीहरू, अब चाहिँ तपाईँको लागि हाम्रो क्वेसनको पालो। आज तपाईँको लागि हाम्रो क्वेसन यस्तो दिएको छ, विश्वमा सबैभन्दा बढी माछा उत्पादन गर्ने देश कुन हो भनेर सोधिएको छ। अनि अप्सनमा विभिन्न 4वटा देशहरूको नाम दिएको छ है त। अप्सन ए दक्षिण अफ्रिका, बी ब्राजिल, सी अस्ट्रेलिया र अप्सन डीमा चीन भनेर दिएको छ। कुन होला त करेक्ट आन्सर? कमेन्ट गर्नुहोस् है त। र यदि तपाईँलाई थाहा छैन भने पनि पास भनेर कमेन्ट गर्नुहोला, हामी तपाईँलाई सही एन्सर बताइदिनेछौँ। साथीहरू, अनि तपाईँलाई चाहिँ यो भिडियो कस्तो लाग्यो? भिडियोमा कुनै त्रुटि तथा कमजोरीहरू भेट्नुभएको छ भने तुरुन्त कमेन्ट गर्नुहोला। र यस्तै यस्तै अन्य महत्त्वपूर्ण जीके क्वेसन एन्सर हेर्न चाहनुहुन्छ भने चाहिँ यो च्यानललाई सब्सक्राइब गरी बेल आइकन हिट गर्न पनि नबिर्सिनुहोला।